नुहाएको भए पछि त मेरो 8 महिना हजुर अब भैँसीले दुध दिएको त्यही गर्छ भने मेरो चाहिँ 12 महिना आज धेरै भयो मेरो चाहिँ 20 महिना सधैँको जस्तो पानी त होइन नि हालेको त्यस्तो पनि गरौँ न गजब छ बाछीलाई गाईले भन्या अगाइ गयो बस तमी बाछीलाई गाईले भन्या अगाइ गयो बस तमी दुधलाई जाउलो पर पार्वती काच्या पसलम दुधलाई जाउलो पर पार्वती काच्या पसलम तुमले देखा देखे जवानीको माया तुमले देखा देखे जवानीको माया बाहिर पसलमा मात्रै पाक्ने हो कि घरमा पनि केही पाक्छ पाकेको छ त्यहाँपछि मान्छेलाई खाना नपाकला के त भएन भएन मम्मी मेरो मजा खोइ तपाईँ बिहान अनि जानु भएको थियो अनि मेरो कट्टु खै अब नजाने है मलाई छोडेर मम्मी भात भोक लाग्यो अरू सकिँदैन झन्झट भयो भने पसल ससल बन्द गरिदिँदा भयो चल्दैन यसरी घर भाँडियो बिग्रियो अरे आज पसल खोल्ने हो कि नै यति बेला मान्छेसम्म भइसके हप्ता दिनको हरेक दिन ल्याएर छु च्याकाया छु हप्ता दिनको हरेक दिन ल्याएर छु च्याकाया छु जिया पार्वती काच्या जिया पार्वती काच्या
अब दिन त 9-10 मानो दिन्छ पार्वती यो 2-3 मानोले कहिले कटाउने मैले मै कति सक्छु सबै दुध अनि के गर्नु त्यत्रो दुध अब यत्रो पसल चाहिँ यसलाई टोइलेटमा केही न केही भइहाल्छ नि मात्र त बोनस बनाइहाल्छु साँच्ची हो पार्वती साँच्ची हो बरु राम्रो अस्पतालमा गएर चेक गराउँछु महिनासम्म हरेक दिन चिया पकाएर खुवाइराखेकी छियौ 6 महिना
महिनासम्म हरेक दिन सबैलाई चिया खुवाउँदछु। हो न एक दिन पनि बिराइनौ एक दिन पनि किन बिराउने हजुर? एक दिन पनि बिराएन। अनि छाउ भएका बेला अब हरेक दिन पकाएर खाइदिन्छु भने छाउ भए दिन पनि पकाएर खाँदै होला न त्यही त। यही त म भन्दैछु के पर्छ बतायो बिरामी भए पार्वती तिमीलाई छाउ भएका बेला पकाएर दिएको यस्तो जिम्मा कसले लिन्छ पार्वती? पार्वतीले लिँदै पर्छ। क्याले लिन्छ? ए भन त कहिले बिराम भई अस्ति मलाई अनि सुकुलासम्म त यसलाई केही भएको थिएन बिहिबारबाट बिरामी भयो नि त यहाँबाट चिया खान भएपछि अनि बिहिबार तर म रातभरि माइलाइकोमा तास खेलेर बसेँ होइन शुक्रबार त्यसको भोलिपल्ट अब रातभरि नसुत्नुहोस् तास खेलेपछि ज्वरो आउँछ आउँछ त ए हुँदैन अघि भर्खर चिया खाएको थियो अहिले मैले ज्वरो आइसक्यो त्यसो पनि भन्नुहुन्छ पार्वती? कति ज्वरो आयो नाप्नु त? हामी बहिनी हातले नापेर पनि थाहा होला त यो जमानामा थर्मोमिटरले नाप्यो भने ठाउँको ठाउँ थाहा हुन्छ ल ए बप्पा कुल्याले आज किनेको छु मैले ए हुँदैन त पनि कतै न्यु खन्छ ज्वरो आयो भन्नु थर्मोमिटर होला होइन त हजुर आयो भने चाहिँ के गर्छिन् कि पार्वतीले आयो भने के गर्छिन् ए पार्वती के गर्छौ महिनाकै 4 दिन बार्न सकिन्न महिनाका 4 दिन बार्न सकिन्न आयो भने तिमीले के गर्छौ पार्वती? हो त पार्वती दिदी तपाईँले छाउ भएका बेलामा पकाएर दिएको चियाले कसैलाई ज्वरो आयो बिरामी पऱ्यो भने के गर्छौ? उसले जिम्मा लिनुपर्छ। अनि मान्छेको स्वास्थ्यसँग यस्तै खेलवाड गर्न त पाइँदैन है पार्वती दिदी? हो त मान्छेको स्वास्थ्यसँग यसरी खेलाउनु पाइन्छ? ठीक हैन पार्वती तपाईँ छाउ भए बेला यदि पकाएर दिएको चियाले पनि बिरामी परिगयो भने तपाईँ चाहिँ मिलाउनु त अब यिनले लिनै पर्छ, तिमीले जिम्मा लिनै पर्छ पार्वती। के गर्छौ भन लिन्छु, म जिम्मा लिन्छु। ऊ छाउ भएका बेला पकाएका चियाले एउटाको कोही पनि बिराम भएको छ भने उतेको 1 रुपियाँ चुक्ता गरिदिन्छु यही चिया बेचेका पैसाले। नत्र म पनि मेरा बाँकी छोरी नै यस्तो काट्छु। क्या मिठो छ चिया पार्वती काचा पसलम, क्या मिठो छ चिया पार्वती काचा पसलम। बहिनीहरू हुँदैन क्या हुँदैन भने कस्तो कुरो नबुझे झन् बहिनीवारी भावना त कहाँ हुन्छ झन् हुँदैन किन? अब कस्तो किन भने उसलाई आराम चाहिएन हो कि नै उसलाई आराम चाहियो नि त उसकै लागि भनेको हुँ के मैले केटाई हो कि नै ल भनिदिनुहोस् त महिना भइसक्यो हरेक दिन यही आइरहेको छु चिया खाइरहेको छु बजाइरहेको छु मलाई त केही पनि भएको छैन अब बाँड्ने नपर्ने त उहाँको कुरा भयो नि तपाईँले यो विषयमा टाउको दुखाउनै पर्दैन हामीलाई थाहा छ यो सबै तपाईँको नाटक हो भने तपाईँलाई ज्वरो सोरो केही पनि आएको छैन निजे खानु यस्तो गर्दा त जहिले पनि फिरीको खाँदा झुट बोल्ला। ए बाबु सुन न त्यो गाह्रो लाउने मान्छेलाई पैसा दिनुपर्ने मसँग हुँदै भएन अब हप्ता दिनदेखिको ज्यादै दिएको छैन तिमीसँग छ कि भनेर ल हजुर काका अब कसरी एउटा सल्लाह गर्नु कि बाबु के सल्लाह हो र अब काका? भनौँ भने अब भने जस्तो मान्छे के भन्छ भने अब तेरि स्वास्नीले क्या त अब मैले भने होइन है सबै त्यही भन्छ नि अब त सुने कुरा गरे अब बिहानदेखि बेलुकासम्म अब बुढाहरूलाई केटाहरूलाई मस्की चियाउँछ अब त्यो विचार गर है तँलाई छोडेर जाने केही भइदिनु किन्डा गर्नुहुन्छ काका तपाईँ केही खाइदिएको छ केही बिगारिदिएको छ जस्तो त लाग्दैन सित्तैमा खाएको चिया नपचेको यसलाई दिनु पर्दैन भोलिदेखि सकिन मेरी बुढी हो के गर्नुपर्छ के गर्नु पर्दैन यसलाई सबै थाहा छ तपाईँले सिकाइरहनु पर्दैन भयो होइन क्या दिदी भयो होइन नि त
अब जोमा पाए त्यहीले जे पाए त्यही भनेर मन लागि भन्नु पाउँछ। 2 पैसाको आम्दानी छैन, जे मन लाग्यो त्यही भने बस्यो। मेरो हो नि यो पसल गरेदेखि मैले के गरेको छु यहाँ घरमा। घरको छानो फेरे, पसलको फेरे, कोठको फेरे, वासिङ मेसिन जोडेको छु घरमा। ए ताल पऱ्यो भने अर्को एउटा कोठो निकाल्छु म। के भनेको जसलाई जे मन लाग्छ त्यही अरे। भाइ यसो छ के हामीले पनि देखेका छौँ के त पार्वतीले दोकान गरेको घर हेरेको सबै काम आफैले गरे भनेर सबै श्रेय आफै नलिनु नै लाजै हुन्छ। त्यसो गर्नु भने दिनु अब मेरा बट्टा नभ्या म पनि एक्लै कहाँ पुग्ने छ त। अब यी भएर त उसलाई पनि सजिलो भयो। हामी दुवैजना मिलेर गरेको ल खालास मान्छे पनि त्यस्तै, वस्तु पनि त्यस्तै, काचार हो। अब किन नरिसाउने भने मान्छेका जात्ने पाठी के भन्छन् भने नि 2 पैसाको आम्दानी छैन, आफूले केही गर्नु छैन लछार पार्ने जिन्दगीमा। ए अरूले गरेर देखिन सक्ने क्या। अझ के भन्छ यो सब त्यही पार्वतीले गर्दा भयो हो त। त्यस्तो सबै त्यसैले गर्दा भयो त। मैले केही गरेको छैन, केही योगदान छैन यो घरमा। अब सोध्नु तँलाई पनि सोध्न मन लाग्यो होला। अनि कि हामीलाई खाना हाल्दिन त तपाईँ आज भोलि भर्खर आउन थाल्नु भएको है। अनि अब पार्वतीले उता पसल हेर्थे, उसले पसल हेरेपछि यहाँ घर हेर्ने मान्छे हुँदैन। अनि मैले घर हेर्नु परेन त। अनि पहिला त पार्वती दिदीले घरको पनि सबै हेर्नुहुन्थ्यो, हामीलाई खाना पनि हालिदिनुहुन्थ्यो, पसलको पनि सबै भ्याउनुहुन्थ्यो। अनि त्यो बेला चाहिँ तपाईँले पार्वती दिदीलाई जस्टिस भयो त होइन? एउटा भेडा सबै बाख्रा परेछ। अब मैले दिएको दुध चाहिँ तिमीहरू चोइ पोइ पालेर खाने। घरको काम चाहिँ पार्वतीले मात्र गर्नु पर्थ्यो। रत्न भाइ बल्ल तिम्रो माइजूमा घाम आएछ। घमायो। अब त्यस्तै त हो नि, कसैको बुद्धि ढिला आउँछ क्या। मेरो बुद्धि ढिला आयो, अब तिमीलाई जिस्काइ गर्नुपर्छ त। मैले सबै बुझिसकेँ, अब नजिस्काओ घाँस खाओ। पार्वती दिदीले दोकानमा के गरिसिन्छ? के गर्थ्यो भन्नु अब पसल चलाउँछे, अनि चिया बेच्छे, नाच्छे, गाउँछे। अनि नि गाउँभरिका गाई बस्तुका दुध भेला पारेर नि अहिले त पनिर, पुरौनी, घिउ, गुवा के बनाउँछ भने म त अचम्मै गर्छु। कम्ता पैसा कमाउँदिनँ। अनि पार्वती दिदीले कमाएको पैसाले हाम्रो सानो पार्टी किनेको होइन? अनि होइन त, त्यसैले कमाएको पैसाले नकिनेको नि यसलाई। पहिला ल्याउँदा नि हेर यतै त थियो, यसरी हिँड्थ्यो यसरी। अहिले त हेर्न घाँस खाएर ढाडे भएर यत्रो भएको छ त रत्न भाइ एक दिन मलाई पार्वतीको पसलबाट खुवा पनि ल्याइदेऊ भाइ। ल अहिलेलाई घाँस खा, तपाईँ खुवा सबैलाई दिउँला। हेर्नु न हजुर, भैँसीलाई खुवा अरे खानालाई। हजुर पार्वती दिदी आए आए, पार्वती दिदी आए आए, पार्वती दिदी आए आए, पार्वती दिदी आए आए आए। ए हालिदिइसके, त्यही भएर त हेर न पुद्रुङ उफ्रेका। खाना त मैले अघि बनाइसकेँ। अनि के भनेको मलाई बरु बस न कुरा गरौँ। अब तिमी उता पसलको
पसलमा पुग्छन् भने 2-3 मानु जति दुध दिन पाउन आएका छन्। ए ल हुन्छ 2-3 मानु त होइन यो 11 मानु उब्रिएको छ यो लैजा 2-3 मानु भइ पुगिहाल्यो दिदी। यो 11 मानु त मैले के गर्नु? ए दुध खानु गोरस खानु अरू घिउ चाहिँ यहाँ पसलमा ल्याइदिनु हाम्रा घरमा त गोरस कोही खाँदैन दिदी। ए त्यसो भए गोरस पनि यही ल्याइदिनु अनि के गर्नुहुन्छ त्यत्रो गोरस? यत्रो पसल छ केही न केही काम लागिहाल्छ नि हो कि नै बड्डा हो राख राख तिमीलाई जे गर्न मन लाग्छ त्यही गर आजकल त मेरा बड्डा ओडा भने ओडा पुडा भने पुडा झिक्कै निकाल दिदी भएदेखि त हामी गाउँभरिको सबैलाई कमाएको छ। ओइ ककसको के छ लिएर आउनु लु दिदी घिउ ल्याउन यता यता पार्नु त दिउ ल हो ल ल ल्याउ बुवा ल्याउ गरेर त बुवा ल्याउ बुवा ल्याउ आज बुवा ल्याउ You. यही नै रहेछ तिमीलाई। यो ककसको कति भयो सकिएको हो घिउ 12 माना खुवा चाहिँ 15 माना। चन्द्रकान्त घिउ 12 माना कुवा 15 ल मेरो 20 माना हो डौली 20 ल के आफ्नो लागि नि सुने मेरो 5-8 5 8 ल मेरो घिउ 9 माना अफुवा चाहिँ 5 माना हो है। 9 5 ल धेरै भयो ल ल ल जाऊ ल ल लिएर बस्नु यहाँ अरू यत्तिका तपाईँको ब्रेकै लागेन के झर्नुहोस् यस तपाईँहरूको ओइ बस्नुमा ल्याइदिएको छु के हो सिस के गाडी कुदाएको कारण यस्तो हो बिन्दास टुर आफ्नै सुन जस्तो कि हात नजिकाएको क्या ल आउनु दिदीहरू यसो आएको बेलामा हात लगाइदिइहाल्नु गाडीमा हालिदिइहाल्नु भाइले कहाँबाट आएछ नभन्नु है फेरि पच्किन्छ भिरको टाइट छ ल हालिदिनु मामा हाम्रो साउनी त आजकल त के हो पहिला चिया दोकान मात्रै थियो अहिले त फ्याक्ट्री नै खोलेर 3-2 गुना रात 4 गुना बट्टा भरेर त्यो घिउको बट्टा यता क्याबिनमा दिनु त्यहाँ आफ्नो हजुर अब बड्डा बड्डी मिलेर यसो व्यवसाय गरेपछि झिक्कैको झिक्कै म यहाँ तिमीलाई आएर त्यो भन्छ नि त जाऊ ल पुष्पका चोकमा यो सिधै खाना भित्र हजुर कसैले त हामीलाई चिन्नु भएन होला हामीले त तपाईँलाई चिन्छौँ अनि व्यापार गर्नमा खप्पी समाचारहरू दो मोबाइलहरू टिकटकमा पनि भाइरल हामीले त तपाईँका ब्रान्ड नाम घिउ पनि च्याक्न पायौँ उता पुलमा काखर भित्रतिर हाम्रोतिर पनि आजकल अब कुन ब्रान्डको घिउ खाने भन्दा पार्वतीका हजुर यो हाम्रो पसल म चाहिँ यो पसलको बुढो उसको बुढो यो फ्याक्ट्रीमा हाम्रो कुवा पनिर के हुन्छ सबै मैले हेर्छु यो ड्युटी सबै भन्छ यहाँ सोलर प्लान्ट सबै हजुर यो फ्याक्ट्रीमा हजुर यहाँ
बेच्ने यो सबै भिड हाम्रै क्याफेमा आएको मान्छेहरूको भिड हो। ल ल ल त्यसमा टिकटक पनि बनाऊ यो त टिकटक बनाऊ लु। तपाईँ ए ल मेरै फोनबाट बनाउनु हजुर लु यदि मन गरेर कोसीलाई पनि हाल्छु। तपाईँले गर्दा मैले कमाउन सकेँ दिदी। मेरा छोराछोरीलाई पाल्न सके दिदी सक्छु दिदी पछि आफैभित्र रमाउन सकेँ दिदी तपाईँले गर्दा आइको देउता। राम्रो भयो। सरिता दिदीको सरिता दिदीको सरिता दिदीको यो त हजुरहरूकै मेहनतको फल हो। हजुरहरूले गर्दा हाम्रो कम्पनी सफल भएको हो। यो त हजुरहरूकै मेहनतको फल हो। हजुरहरूले गर्दा हाम्रो कम्पनी सफल भएको हो। यो त हजुरहरूकै मेहनतको फल हो। सारू के हो सुतिरहेछौ नि सुतेर देखिन्छ सपना पुरा हुन्छ है। हेर काम कति माथि पुगिसके नाममा छन् कि छैनन् घरि हेर कति बज्यो। मेरो भइसकेछ। म पनि अब केही गर्छु। के गर्छु के केही न केही त गर्छु। गर्नु परिहाल्यो नि। भात पकाऊ चुलो पका फेरि दाल पकाऊ भाँडा माझ चौपालो जानु पर्ने छु अरू केही के गर्छ त भने महिनाले गर्नु त्यस्तै त हो केही त हो। नाम होस् दाम होस् त्यस्तै एउटा काम होस्। नाम होस् दाम होस् त्यस्तै एउटा काम होस्। अब दाम मैले कमाएको छँदैछु अनि नाम तिम्रो नागरिकतामा छँदैछ अनि त्यसलाई गर्नु पर्ने काम। महिलाहरूले के गरिसके कहाँ पुगिसके। म त घर मात्र बस्दिनँ अब। अनि कसले के उखालेको देख्यौ सरू समाचार सुन्दैनौ? महिलाहरूले पालिका हाँकिसके, कन्ट्रेस हाँकिसके, देशै हाँकिसके। तिनीहरूले गर्न सक्यो भने मैले पनि सक्छु। पालिका परदेश हाँक्ने रे घरको चुलो एक्लैले हाँक्न सक्दैनौ परदेश हाँक्ने देश हाँक्ने अनि हामीले पत्याइदिनु पर्ने। तिमीले पत्याए पत्याउ नपत्याए नपत्याउ। मैले सपना देखिसके, हामीले सपना देखिसक्यौँ। सुतेर भनेपछि हजुर समाचार सुन्दै सपना देखिबस्छ। एउटालाई लागेको रहेछ महिलाहरू सक्षम भएर यो सबै हुन्छ भनेर। तर नीति नियममा बनाइदिएकोले महिलाहरूलाई पनि त्यो बनाइदिए जस्तो मात्र गरेका हुन्। गाई बिहा भइसके खोले पकाउनु जाऊ गरे केही खुबी छैन त? म केही गर्न सक्दिनँ होला त। यसै त हुँदै भएन केही न केही त गर्नै पर्यो। मलाई के चाहिँ गर्न आउँछ? मलाई त अचार बनाउन पनि आउँछ। अचारकै बिजनेस
गर्ने हो कि के हो? मर मसला तेल ल्याएर बजारतिर त खुब बिक्री हुन्छ आजभोलि। अचारको बिजनेस। मलाई पोते बुन्न पनि त आउँछ नि। बजारबाट सामान ल्याउने, पोते बुन्ने, जाला बेच्ने। त्यसको लागि त लगानी पनि लगाउनु पर्छ होला नि त। त्यही त, अब के गर्ने होला? मलाई त कम्पनी राख्न पनि आउँछ। जङ्गलबाट पात लिएर आउने, राख्ने, बेच्ने। त्यसको लागि त लगानी पनि चाहिएन। त्यो त अहिले बनाउन मिल्छ दिदी। सबैजना चौकी गएका छन् क्या केहीमा परेर झगडा गरेर होइन कि नाटक हेर्न गएका छन् क्या त्यही भएर कोही पनि भाइ बेच्न बस्या हो भाइ दिन त यसरी नै दिने हो कि यसो छ कबड्डीको 5 दुराको 2 बोताको 3 कति चाहियो भन 50 ल हालिदिनु 50 अब हेर्नु न हजुर बुढीले छोराको वर्तमानमा पाट टिप्न पठाएको जङ्गलमा जङ्गल गएर उहाँ बाँदर जस्तो भिरभिर चढेर बस्छ त यहीँबाट लान्छु म हालिदिनु वाल परेको त छैन 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 सबै राम्रो छ बुढीले गाली गर्छ के पनि भन्दिनु है बेच्छु हामी भनेर ल सबैलाई भनिदिन्छु ए बद्री भाइ पता ए म त पासेर तपाई कता म पनि पाथिन नला टोपरी त्यहाँ बेचिरहेछन् लु जाई के होला जाई ए दिदीहरु तपाईहरु दुना टपरी पो बेच्दै हुनुहुन्छ रे पर्सी गाउँमा भतेर थियो 500 वटा जति दुना टपरी चाहिएको छ चाहियो भन्दैमा पाइन्छ 500 वटा पुग्दैन गए हुन्छ 500 जति त छैन अहिले 300 जति बनाएको छ त्यति लगेर जानु बाकी भोलि लगेर जानु हामी बनाइदिन्छु भइहाल्छ नि आहा कति सजिला अलि ठुला ठुला हालिदिनु ल ठुला ठुला भोलि आउनु है भोलि बिहानै आउँछ बोल्छ छुटा कसरी त्यति सुनाएको गरिसक्नु पिता पितालाई बोलाउला नभए रात पनि बसेर पनि बनाउला नि अनि भाजी कसले पकाउँछ आएको काम किन छोड्नु रात पनि बसेर पात पुग्दैन सानै उमेरमा एसएलसी पास नगर्दै बिहा गरे
अनि अहिले बुढो भन्ने घरभन्दा बाहिरै जान्दिँदैन यहाँ आउन पनि भागेर जानुपर्छ अनि केही भयो मात्र दिएको आज दिदी आज के गर्यो आज त मलाई हातै हाल्यो हामी भित्र छौँ अब दिदी हजुरको जस्तो बुढो भए त चरनी पार्नु के त गर्नु लाग्छ हामी तिमीले के गर्न सकिहाल्छौ नि के गर्न सक्छौ तिमीहरू के भन्छ हामी बल्ल सजिलो भएर हजुर म देवकोटा चोक छु कहाँ छ तिमी म पनि यहीँ छु नाटक हेरिरहेको छु त्यहीँ छु के ए ल यहीँ हो ल गोपाल समातिन र टिकटक बनाउनु ल यति समझ्नु तपाईले हामी नाचेको पनि हेर्न मिल्छ ठीक छ ल एक्लैले सक्दिन क्या सुन न यहाँ बसेर एउटा काम गर्दैौ न टिकटक बनाइदेऊ न ए ल दिदी सुन्नु न हजुर तपाईलाई एउटा कुरा भन्नु थियो के भने नि मेरी बहिनी अनगढीबाट आएकी छे काम गर्छु भन्छी तपाईहरुले काम गरेको मन परेछ इन्ट्रेस्ट जागे छ अरे काम गर्ने ल भोलिदेखि नै बढाउ न भोलिदेखि बढाउ अरु बहिनीहरु छन् भने ठीक छ राम्रो Ha ha ha.
बढी खुसीको खबर साथमा आएको छु। अस्ति हजुरहरूले त्यो चुना तपरी बनाउने मेसिनको अनुदानको फारम भर्नु भएको रहेछ नि नगरपालिकामा। दिदीहरू तपाईँहरूलाई बधाई छ है। यो प्रदेशभरि हजुरहरूलाई मात्र पर्यो, पास भयो दिदी। अनुदानमा तपाईँहरूले मेसिन पाउने हुनुभयो। पर्सि आउँदाखेरि लड्डु लिएर आउनुहोस् है। बधाई छ। थ्याङ्क यू दाजु। सरिता दिदी, यो दिन आयो। सपना देखे अवश्य पुरा हुन्छ। दिदी मेहनतको अगाडि त भगवानले पनि हात खाँदो रहेछन् है। अब हाम्रा दुःखका दिन गए दिदीबहिनीहरू। शरीरहरू गए नि। सपना देखे पुरा हुन्छ। एक हात दुई हात मिलेपछि गर्न सके जे नि हुन्छ। हात भएपछि सक्यो पूजा लाग्यो पूजा मेरो जिन्दगी बर्बाद भयो। होइन के भयो त्यस्तो? के भयो त्यस्तो? ए लौ न, भगवान बोले हो मसँग। हेर्नु हो मनै हो, भन न के भयो? भन न के भयो? प्रभु मेरो भगवान, मेरो त हेर्नुहोस् न, श्रीमती बाहिर बाहिर जान्छन्। कहिले टिकटक बनाउँछिन्, कहिले नाच्छिन्, कहिले गए त भान्सामा मै चिर्नुपर्छ। प्रभु हो र होइन होला? होइन होला। भगवान कसम हो प्रभु। अब मैले कमाइरहेकै थिएँ, त्यतिले पनि नपुगेर उसले आफै कमाउनु पर्यो रे। अझ उसले आफ्नो नाम बनाउनु पर्यो रे। हेर्नुहोस् त, बाहिर जाँदा खालि भरै भाँड्यो नि प्रभु, लाउन जोगाइदिनु पर्यो। यसरी त जिन्दगी चल्दैन। जिन्दगी चल्दैन। ठ्याक्कै हजुरले मेरो कुरा बुझ्नुभयो, ठ्याक्कै बुझ्नुभयो प्रभु। अब तिमीले खाना बनाउन सिक्नुपर्छ। खाना बनाउन सिक्नुपर्छ। अनि के भन्दै हुनुहुन्छ प्रभु? घर हेर्न सिक्नुपर्छ। घर हेर्न सिक्नुपर्छ। प्रभु यो के भन्दै हुनुहुन्छ? काम गर्न सिक्नुपर्छ। काम गर्न सिक्नुपर्छ। भगवान खाना बनाउन सिक्नुपर्छ, घर हेर्न सिक्नुपर्छ, काम गर्न सिक्नुपर्छ। खाना बनाउन सिक्नुपर्छ, घर हेर्न सिक्नुपर्छ, काम गर्न सिक्नुपर्छ। चिन्ता नगर, घर भाँडिएको होइन, घर चलाउने शैली चाहिँ परिवर्तन भएको हो। शैली चाहिँ परिवर्तन भएको हो। पहिला तिमी घर बाहिरको मात्र हेर्थ्यौ, तिम्री श्रीमतीले घरभित्रको मात्र हेर्थी। अहिले घरभित्र पनि बाहिर पनि दुवैतिर बराबरी हुँदैछ। दुवैतिर बराबरी हुँदैछ। यो खुसीको कुरा होइन त? यो त खुसीकै कुरा हो प्रभु। तर एउटा जिज्ञासा नि, महिलाहरूले अनि घर बाहिरको काम गर्न सक्छन् त होला त? किन सक्दैन? हे प्रभु, एउटा त्यस्तो काम भन त मलाई जुन महिलाहरूले गर्न सकेका छैनन्। महिलाहरूले के गर्न सक्दैन? महिलाहरूले गर्नुको कुरा उचाल्न सक्दैनन्, पहिला कुराहरू सोच्न सक्दैनन्, कठिन निर्णयहरू लिन सक्दैनन्। अब देशै चलाउन कहाँ सक्छन् त? देश चलाउन सक्दैनन् जस्तो लाग्छ है मलाई चाहिँ। भनेपछि तिमी समाचार सुन्दैनौ? समाचार सुन्दैनौ? समाचार सुन्ने गरेका छैनस्।
समाचार बच्छ यो रेडियो नेपाल हो। नेपालको पहिलो महिला प्रधानमन्त्रीद्वारा आम निर्वाचन सफल भएको छ। नुवाकोटको बट्टार गाउँपालिकाका महिला उद्यमीद्वारा हाते सिप सिलाइ कटाइ सम्बन्धी 1 महिने तालिम सम्पन्न भएको छ। कोरोना महामारीका कारण बन्द भएको जुत्ता कारखाना पुनः सञ्चालनमा ल्याई जुत्तालाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्ड बनाउन सफल एक महिला व्यवसायी अहिले चर्चामा आएकी छिन्। उनको कम्पनीमा करिब 80% महिला कामदार रहेका छन् भने महिला कामदारहरू पिछडिएको वर्गबाट आएका हुन्। महिलाका नाममा दर्ता भएका साना तथा मझौला उद्यमहरू पछिल्लो 5 वर्षमा 11%बाट बढेर 30% पुगेको छ। सरकारले पछिल्लो वर्षबाट महिलाका नाममा कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने नीति पनि ल्याएको छ। प्रभु यति काम गर्न सक्दा रहेछन्। मैले त थाहै पाएको थिइनँ। मलाई अझै सुन्न मन लाग्यो महिला अझ के गर्न सक्दा रहेछन् प्रभु मेरो भगवान्। अरू पनि सुन्छु ल सुन न त। धरती पढ्ने काम हलो जोत्ने काम महिलाहरूले गर्न हुँदैन भनेर भन्थे। तर समय परिस्थिति बदलँदै जाँदा जब सबै छोरा मान्छेहरू विदेशी बाँच्ने भए अनि के भयो थाहा छ प्रभु? के भयो? लौ सुन। कष्टमा पर्दा पहाड पनि सबभन्दा पहिला उभिए महिला बोकेर हलो जोतेर जमिन उब्जाउँछन् महिला उब्जाउँछन् महिला। प्रभु अनि यसो गर्दा त पाप लाग्दैन त? पाप लाग्यो होला है? पाप लाग्यो। पाप लाग्छ। पाप पनि कहीँ त्यसरी लाग्छ त? गरी सक्दा पनि न देवी रिसाए न देउराली रिसाए न देउता रिसाए कसैलाई केही त भएन नि। पाप त लागेन नि कि लागे त? रीति तिथि परम्परा भन्ने कुरा त समय परिस्थिति बदलँदै जाँदा बदलँदै जाने रहेछ। के कसो हो मेरा भाइहरू? ल सबैले म सँगै गाउँ। हजुर एकछिन दोकान चोकैमा आउनु चोकैमा त्यो कुरा हुँदैछ। मेरो दिमाग खुल्यो भगवान्। हो यस्तै थुप्रै कार्यहरू विश्वभरिका महिलाहरूले वर्षौँ वर्षदेखि
गरिआइरहेका छन्। तिम्रै गाउँमा पनि कति धेरै महिलाहरूले धेरै समय अगाडिदेखि गरिआएका होला। जाऊ आफ्नै गाउँमा गएर एकैछिन जाऊ। हुन्छ भगवान मसँग बोल्नु मेरो आँखा खुल्यो। ठोकाले जाने सबैमा हाम्रै आचार जान्छ आजभोलि। रातो हरियो नीलो कलरको धागो स्टम्प ल्याऊ है। अभी अर्ग्यानिक मात्रै बेच्छौँ क्या, सिमी सक्यो काउली छ। मार्केटिङ गर्नु छ सालको पातको नयाँ सामानको। हो अकाउन्टेन्ट भाइ यसपालिको स्यालेरी त सक्दैन नि ब्याङ्कबाट है। भाइ स्कुलको स्वेटर फर्स्टमा डेलिभर है। हाम्रो वेबसाइट छ क्या, अनलाइन अर्डर हान्नु न, फोन हान्न भ्याउँदिन क्या। टिकटकमा हाल्दै गरौँ न, फेसबुकमा पनि हालौँ न नि। क्लोजिङको टाइम छ सर, बाँकीमा चाहिँ नगरौँ न, अर्को पालि मिलाउँला नि। हाम्रो कम्पनीमा सिट नआउनेलाई होस्टेलको व्यवस्था छ। खै यता मोबाइल बहिनी त्यहाँ हुटबाट क्रेट झार त, भरि क्रेट हाल त। मौसममा स्टल फिक्स, टोली नै जाने हो। दिदीहरू नमस्ते है। बाटैमा भेट भयो। कता जाँदै हुनुहुन्छ? मिटिङमा एक दुई गाडी भइहाल्छ नि। ओहो दिदीहरू नमस्ते स्वता। बहिनीहरूलाई बिजनेस सिकाउन दिदीहरू दर्शन अनि कता हो? तालिम लिन नि, तालिम लिन नि। आमा मामा नमस्ते। कता हो यस्तो राम्री भएर? सोधे लाऊ भन्ने भयो क्या। हाई दिदी वेयर गोइङ? दिदी, आकाशन टुर गराउन। हेलो माई फ्रेन्ड्स। मोबाइल ए नमस्ते टाढै। पुरस्कार लिनु छ, नयाँ लुगा किन्न। एक घन्टा पुरै रहेछ। सुदूर कर्णाली वाणिज्य सहकारी अन्तर्गत आयोजित यस कार्यक्रममा हामी यी दुई प्रदेशका अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्नुहुने विशेष व्यक्तित्वहरूलाई सम्मान गर्दैछौँ। अर्ग्यानिक फार्म तथा अचार व्यवसायी चुनदेवी कुँवर, प्राकृतिक रेशा तथा ऊन व्यवसायी जुनेली विश्वकर्मा, पार्वतीका चिया पसलका सहसंयोजक रत्न बोहरा, साथै सालको सामान बनाएर नेपालको पहिचान देश विदेशसम्म पुर्याउन सफल सरिता शिलाधर। बुढी तेरो बुढी हेर्नुहोस् त। भगवानले मलाई पहिले भनेको थियो। टोलीमा जान पर्दछ मान्छे सिक्नलाई गौरन।
धन्यवाद